चलो ल इथाइल अल्कोहलको एक्जाम्पल के गरे सरी मोनो आइडिक अल्कोहलको एक्जाम्पल के गरे इथाइल अल्कोहल र इथाइल अल्कोहल र मिथाइल अल्कोहल कसका उदाहरण मोनो आइडिक अल्कोहल का त्यो कार्टुन नोटमा हेर्यो भने मैले लेखेको छु है तिमी पढ्दै नपढेर बिग्रिएको छ है बुझ्या छ घर पढ्दै नपढेर बिग्रिएको छ ठीक छ ल यो मोनो आइडिक अल्कोहल हो मिथाइल अल्कोहल र इथाइल अल्कोहल मिथाइल अल्कोहल केबाट बन्छ मिथेनबाट इथाइल अल्कोहल केबाट बन्छ मिथेनबाट मिथाइल अल्कोहलबाट कसरी बन्छ के रे मिथेनबाट मिथाइल अल्कोहल कसरी बन्छ एउटा हाइड्रोजनलाई मिथेनको एउटा हाइड्रोजनलाई एउटा OH ले के गर्नुपर्छ विस्थापन गर्नुपर्छ ठीक छ है त्यसपछि इथेनको एउटा हाइड्रोजनलाई एउटा OH ले विस्थापन गर्यो भने के बन्छ इथाइल अल्कोहल बन्छ के बन्छ इथाइल अल्कोहल हो अनि यो मिथाइल अल्कोहलको IUPAC नाम के हो मिथाइल हैन मिथाइल अल्कोहलको IUPAC नाम के हो इथाइल अल्कोहलको IUPAC नाम के हो इथानोल हो कति सजिलो अब मलाई भन मोनो आइडिक अल्कोहलको एक्जाम्पल भन ल एउटा मोनो आइडिक अल्कोहलको एक्जाम्पल भन मलाई त्यो सब तिम्रो कार्टुनमा छ नोटमा मैले लेखाइदिए मैले पढाइसकेको कुरा हो तिम्रो कार्टुनमा छ अनि यति जाने हान्छ के एउटा मिथाइल अल्कोहलको एक्जाम्पल भन एउटै भन मलाई हैन मोनो आइडिक के डाइ आइडिक अल्कोहल सरी डाइ आइडिक अल्कोहलको एउटा एक्जाम्पल हामीले मोनो आइडिक एक्जाम्पलको के रे अल्कोहलको दुईवटा एक्जाम्पल हेर्यौ अब के भन्ने डाइ आइडिक अल्कोहलको एक्जाम्पल ग्लाइकोल के गरे ग्लाइकोल ठीक छ ग्लाइकोल के गरे ग्लाइकोल ग्लाइकोल केबाट बन्छ इथेन ग्लाइकोल केबाट बन्छ इथेन ग्लाइकोल केबाट बन्छ मोनो आइडिक अल्कोहल के गरे मोनो आइडिक अल्कोहल मोनो आइडिक अल्कोहल सरी डाइ आइडिक मोनो आइडिक तो भइसक्यो हैन डाइ आइडिक अल्कोहल त्यो गरे ग्लाइकोल किताबमा भेटायो हो ल केबाट बन्छ ग्लाइकोल केबाट बन्छ इथेनबाट बन्छ ग्लाइकोल केबाट बन्छ इथेनबाट बन्छ केबाट बन्छ इथेनबाट बन्छ ठीक छ के गर्छ इथेनबाट बन्छ हो यसको IUPAC ना सरी कसरी बन्छ इथेनबाट इथेनका दुईवटा इथेनका कतिवटा दुईवटा किन दुईवटा अघिसम्म एकवटा भन्ने अहिले बेसले दुईवटा भन्ने किनकि डाइ आइडिक हो मोनो आइडिकमा को के हुन्छ मोनो आइडिकमा को के हुन्छ युक्त OH हुन्छ अब डाइ आइडिक भन्ने त्यो कतिवटा OH हुनु पर्यो कतिवटा हाइड्रोक्सिल ग्रुप हुनु पर्यो दुईवटा हाइड्रोक्सिल ग्रुप हुनु पर्यो अथवा हाइड्रोक्साइड ग्रुप हुनु पर्यो दुईवटा त्यसकारणले गर्दा के हुन्छ भन्दा इथेनका दुईवटा हाइड्रोजन इथेनका कतिवटा दुईवटा हाइड्रोजनलाई दुईवटा OH ले के गर्न पर्छ भन्दा दुईवटा OH ले विस्थापन गर्नु पर्यो हो यस्तो भयो भने हुन्छ है जस्तै म हेर्दै चित्र बनाएँ भने यो इथेन भनेको त 2 नम्बर पर्छ दुईटा कार्बन इथेन भनेको 2 नम्बर पर्छ दुईटा कार्बन यसमा अब चाहिँ बायाँतिर अनि यसको माथिको तल यसको फेरि दायाँतिर अनि यसको माथितिर तल हाइड्रोजन चाहिँ चेन बनाएर बसिआउँछ कार्बनसँग चेन बनाएर बसिआउँछ हाइड्रोजन हो के हैन अब यसमा हामीले के भनेको त भन्दा हामीले यसमा यो इथेन हो यो इथेनको चाहिँ संरचनात्मक सूत्र हो स्ट्रक्चरल फर्मुला अफ इथेन त्यो इथेनको स्ट्रक्चरल फर्मुलामा हामीले हेर्दाखेरि यहाँ तल मानौ के गर्यो त भन्दा यो इथेनमा दुईवटा OH ग्रुप आयो भन्नुको अर्थ अघि यहाँको हाइड्रोजनले यहाँको हाइड्रोजनलाई केले विस्थापन गर्यो त भन्दा OH ले विस्थापन गर्यो हैन अब दुईटा OH भए के भयो अरे दुईटा OH भए त्यो डाइ आइडिक अल्कोहल भइहाल्यो
र यसलाई चाहिँ के को नामले चिनिन्छ त भन्दा ग्लाइकोलको नामले चिनिन्छ। के को नामले? ग्लाइकोलको नामले चिनिन्छ। केबाट बन्छ? इथेनबाट बन्छ। कसरी बन्छ? इथेनका दुईवटा हाइड्रोजनलाई दुईवटा के OH स्थापना गर्ने। अब मलाई भन है, यहाँ यो इथेनबाट यो अर्को इथाइल अल्कोहल पनि बन्छ हैन? इथाइल अल्कोहल हो, यो हामीले भनेको थियौँ कि नै? इथेनबाट इथाइल अल्कोहल बन्छ। तर यहाँ के थियो? एउटा हाइड्रोजनलाई एउटा OH स्थापना गर्ने थियो। त्यसकारण यो मोनोआइडिक हो। के हो यो? मोनोआइडिक। तर यहाँ के गर्नु भन्दाखेरि इथेन त इथेनबाट बन्यो, तर इथेनका कतिवटा हाइड्रोजनलाई दुईवटा OH ले स्थापना गरिरहेको छ। त्यसकारण यो डाइआइडिक भयो र यो ग्लाइकोल भयो। यो के भयो? ग्लाइकोल भयो, यो इथाइल अल्कोहल भयो है। इथेनबाट मोनोआइडिक अल्कोहल पनि बन्नु रहेछ, इथाइल अल्कोहल भन्ने। इथेनबाटै डाइआइडिक अल्कोहल पनि बन्नु रहेछ, ग्लाइकोल भन्ने। ठीक छ? इथेनबाट मोनोआइडिक अल्कोहल बन्नु रहेछ, इथाइल अल्कोहल भन्ने। ठीक छ? अनि त्यसपछि इथेनबाट अर्को के पनि बन्नु रहेछ भन्दा मोनोआइडिक अल्कोहल पनि बन्नु रहेछ। के हो त्यसको नाम? ग्लाइकोल। ठीक छ? बुझ्या छ? अनि यो ग्लाइकोलको आइयुपिएसी नाम के हो? आइयुपिएसी नाम सजिलो छ। आइयुपिएसी नाम सजिलो छ। केबाट बन्यो? इथेनबाट बन्यो। केबाट बन्यो? इथेनबाट बन्यो हो। केबाट बन्यो? इथेनबाट। कतिवटा हाइड्रोजन लाइफ स्थापना गर्यो? दुईटा। त्यसकारण 1 2 डायल। 2 लाई डायल भन्छ के? 2 लाई के भन्छ? डायल। 1 2 डायल। इथेन 1 2 डायल। इथेन 1 2 डायल। ठीक छ? बुझ्या छ? यसको आइयुपिएसी नाम इथेनबाट बन्यो 1 2 डायल। दुईटा OH हो, त्यसले 1 2 डायल। ठीक छ? बुझ्या छ? इथेन 1 2 डायल। ठीक छ? बुझ्या छ? भयो? त्यसको आइयुपिएसी नाम भयो? ठीक छ नि? अब सक्यो यसमा। यसलाई के काममा प्रयोग गरिन्छ त भन्दाखेरि यो ग्लाइकोललाई कहाँ प्रयोग गरिन्छ? औद्योगिक वा खाद्य क्षेत्रमा। औद्योगिक क्षेत्रहरूमा। औद्योगिक वा खाद्य क्षेत्र। के क्षेत्र? खाद्य। के हो खाद्य? खाद्य क्षेत्र हो। औद्योगिक तथा खाद्य क्षेत्रहरूमा प्रयोग गर्ने गरिन्छ त्यसलाई। ठीक छ? बुझ्या छ? भयो? ल त्यसकारण हामी चाहिँ यसरी क्वेशनहरुलाई के गर्न सक्नुपर्छ त भन्दा विश्लेषण गर्न सक्नुपर्छ। अनि आन्सर बिग्रिदैन है। अब तिमीले घर गइकिन यी पढ्न पर्यो। के गर्नु पर्यो नि? पढ्न पर्यो। आज यसो बेलुका चाहिँ 1 घण्टा टाइम निकालेर मजाले पढिहाल्ने। अब फेरि दिमाग एकचोटि फेरि के भन्छ? माइन्ड फेरि एकचोटि के भन्छ भन्दा भित्र घुसिया चाहिँ विषयवस्तुमा हो। अलिअलि घुइरो भएको छ। फेरि चाहिँ हेरेन भने फेरि उस्तै भइहाल्छ बराबर जस्तो कि भइरह्यो उस्तै भइहाल्छ हैन? त्यसकारण यसलाई घर गएर हेर्यो भने चाहिँ फेरि बिर्सिदैन क्या। कहाँ सुनेछ नि त? मात्रै के गर्नुपर्छ पढ्ने कुरामा? बी कन्टिन्यू भइराख्ने हो। त्यसमा कन्टिन्यू अपडेट भइराख्ने। किताबले पढ्यो यसले पढाएकोलाई सम्झिरहने पढिरहने गर्यो भने त बिस्तारै लहराउने पढ्न जान्छ आफा। पछि जो जान्ने भइन्छ पूजाको हेरेर जाने छ। अब यस्तो लाग्छ यति पढ्नु लाग्छ, झन् पढ्नु लाग्छ के। अब पढ भन्छ हामी। बच्चाले उता केही पनि जाने आउनु के पढ्ने त? मेसै पाउँदैन हैन? आजबाट स्टार्ट गर्नु पर्यो। केही कुराबाट स्टार्ट गर्नु पर्यो। त्यसै जानु पर्यो के है। ल त्यसकारणले गर्दा यहाँ मैले सबै भन्ने ट्राइआइडिक अल्कोहल अहिले आउँछ कतै अनि बनाउँ है। ठीक छ? ल यो सबै कुरा तिम्रो कार्टुन लेखेको छ है। यो सबै कुरा तिम्रो कार्टुन नोटमा छ। ठीक छ? ल अर्को छ दिएको मध्ये कुन ट्राइआइडिक अल्कोहल हो? आइआरडी ट्राइआइडिक अल्कोहल। यसलाई मेटे है अब। ठीक छ? ठाउँ भएन नमेट्न सक्नुहुन्थ्यो। अब ट्राइआइडिक अल्कोहल भन्यो। ट्राइआइडिक मोनोआइडिक भने एउटा OH भएको, मोनोआइडिक भने के अरे एउटा OH भएको हो। अनि डाइआइडिक भनेको दुईवटा OH भएको। यो ट्राइआइडिक भनेको के हो त भन्दाखेरि तीनवटा OH भएको। कतिवटा OH भएको? तीनवटा OH भएको। तीनवटा OH हुनलाई कम्तीमा तीनवटा कार्बन चाहियो।
तीनवटा OH हुनलाई कतिवटा कार्बन चाहियो? तीनवटा कार्बन चाहियो। तीनवटा कार्बन भनेपछि त 3 नम्बरमा पर्ने हाइड्रोकार्बन कुन हो? प्रोपेन हो। त्यसकारणले गर्दा यो कहाँबाट बन्छ त भन्दाखेरि ट्राइहाइड्रिक अल्कोहल प्रोपेनबाट बन्छ। केबाट बन्छ? प्रोपेनबाट बन्छ। ट्राइहाइड्रिक अल्कोहल केबाट बन्छ? प्रोपेनबाट बन्छ। प्रोपेनबाट बन्छ कि तीनटा कार्बन, एक नम्बरमा मिथेन, दुई नम्बरमा इथेन, तीन नम्बरमा प्रोपेन। तीन नम्बरमा प्रोपेन भएपछि कार्बन तीनटा। अब यसमा खास गरी यसको लेफ्ट, यसको डाउन, यसको अप, यसको अप, यसको डाउन, यसको राइट, यसको चाहिँ अप, यसको डाउन, चारैतिर चाहिँ के हुन्छ त भन्दा हाइड्रोजनहरु कार्बनसँग बन्ड बनाएर बसिरहेका हुन्छन्। र यो भनेको C3H8 हो। C3H8 हेर्नु है, 1 2 यहाँ 3, यहाँ 3 छ, यहाँ 2 8, 3 6 2 8 गरौँ। ठीक छ। अब यसबाट ट्राइहाइड्रिक अल्कोहल बनाउन सकिन्छ। के गर्न सकिन्छ? ट्राइहाइड्रिक अल्कोहल बनाउन सकिन्छ। के गरेर त भन्दा यो माथिको जो तीनटा हाइड्रोजन छ यिनीहरुलाई चाहिँ विस्थापन गर्ने। माथि नै हुनुपर्छ भन्ने छैन, अन्त जहाँबाट पनि हुन्छ, तर एउटा कार्बनसँग एउटा OH हुनुपर्छ। एउटा कार्बनसँग एउटा OH हुनुपर्छ। ल यस्तो खालको हेर त, माथिका तीनटा हाइड्रोजनलाई के गर्यो त भन्दा यहाँ तीनवटा OH ले विस्थापन गर्यो। प्रोपेनका तीनवटा हाइड्रोजनलाई, कसका? प्रोपेनका तीनवटा हाइड्रोजनलाई कतिवटा OH ले विस्थापन गर्यो? तीनवटा OH ले विस्थापन गर्यो। र यहाँ चाहिँ एउटा चाहिँ ट्राइहाइड्रिक अल्कोहल बन्यो। के बन्यो? ट्राइहाइड्रिक अल्कोहल बन्यो। यो ट्राइहाइड्रिक अल्कोहल हो। यसलाई हामी के पनि भन्न सक्छौं त भन्दा यसको नाम चाहिँ के हो त भन्दाखेरि ग्लिसरिन। के हो? ग्लिसरिन। यसलाई के पनि भनिन्छ? ग्लिसरिनलाई ग्लिसरल पनि भनिन्छ। ग्लिसरल पनि भनिन्छ, नजोड्नु है। ग्लिसरल भन्नु, ग्लिसरिन भन्नु एउटै हो। त्यो चाहिँ ट्राइहाइड्रिक अल्कोहल ग्लिसरिन। ग्लिसरिन देखाएको छौ नि? ग्लिसरिन देखाएको छ छैन? छालामा लगाउने, चाहिँ छाला फाटेको बेला लगाउने, सुक्खा हुनबाट बचाउने लगाउने गरिन्छ। त्यो चाहिँ एउटा मेकअपको सामग्री पनि हो है। मेकअप हाम्रो छालाको सुरक्षा गर्न प्रयोग गर्ने एउटा सौन्दर्य सामग्री पनि हो ग्लिसरिन। अब ग्लिसरिन केबाट बन्द रहेछ? केबाट बन्द रहेछ ग्लिसरिन? प्रोपेनबाट बन्द रहेछ। कसरी बन्द रहेछ? प्रोपेनका तीनवटा हाइड्रोजनलाई तीनवटा OH ले के गरेर विस्थापन गर्दै बन्द रहेछ। यो के हो त भन्दा ट्राइहाइड्रिक अल्कोहल हो। अनि यसको अब चाहिँ हामीले IUPAC नाम जान्न पर्छ। अब IUPAC नाम पनि सजिलो छ, गाह्रो छैन। बनेको छ केबाट? प्रोपेनबाट बनेको छ। त्यसकारण प्रोपेन अनि कतिवटा OH छन्? तीनटा, 1 2 3 अनि ट्रायोल, TROL, TRIOL, ट्रायोल है। ट्रायल, ठीक छ? ट्रायल सुरु बुझ्या छ? 1 2 3 प्रोपेन, 1 2 3 ट्रायोल भयो। ओके ल यसपछि यसका उपयोगिताहरू हामीले जान्न पर्ने। त्यति जान्न पुग्छ। यसका उपयोगिता के काममा प्रयोग हुन्छ? यसलाई के काममा प्रयोग गर्न सकिन्छ? छालालाई सुक्खा बनाउनबाट, छालालाई फुट्नबाट जोगाउन हामी यसको प्रयोग गर्न सक्छौं। त्यस्तै यसलाई मिठाईहरुमा, मिठाईलाई गुलियो बनाउन पनि स्वीट पसलहरुमा प्रयोग गर्ने, मिठाई पसलहरुमा प्रयोग गर्ने गरिन्छ हो। त्यस्तै गरेर यसलाई हामी तरकारी, फलफुलहरु सुक्खा हुनबाट बचाउन, सुर्तीलाई सुक्खा हुनबाट बचाउन पनि यसलाई प्रयोग गर्ने गरिन्छ। ल यो जतिबाट भन त अरु कस्मेटिक सामानहरु, साबुनहरु बनाउन प्रयोग गरिन्छ। के रङ्गीन बनाउनु? के रङ्गीन? रङ्गीन र बाटु के हो? खाली यहाँ उपयोगिता बनाएको छ। उपयोगिता कहाँ छ? त्यहाँ छ उपयोगिता हो। त्यहाँ सब्जीहरु सामानको उपयोगिता सामानहरुमा आधा बेला उपयोगिता कति दिया छ? 4 दिया छ। त्यसकारणले गर्दा अब हामी के गर्न सक्छौँ त भन्दाखेरि यसको आन्सर हेर्न सक्छौँ। दिएका मध्ये कुन ट्राइहाइड्रिक अल्कोहल हो? इथानोल हो।
इथानोल हो होइन इथिलिन ग्लाइकोल हो होइन मिथानोल हो होइन ग्लिसरल हो होइन हो ग्लिसरल हो हो के बोल्दैन हो गायजिङ अल्कोहल भनेको हो ग्लिसरल हो ठीक छ अब अर्को यसपछि के छ क्वेशन के छ CnH2n सामान्य सूत्र भएको हाइड्रोकार्बनको नाममा कुन प्रत्यय हुन्छ मैले अघि नै भनिसकेँ त यो बीचमा पर्यो CnH2n भने के पर्यो बीचमा पर्यो +2 पनि हैन -2 पनि होइन है अब बीचमा पर्यो भने पहिलोमा के भनेको मैले अल्केन अल्केनमा के हुन्छ सूत्र +2 हुन्छ CnH2n +2 हुन्छ त्यसपछि अल्केन पछि के अल्किन जहाँ दुईवटा चाहिँ के हुन्छ बन्ड हुन्छ त्यो बन्डको आधारमा हामी नम्बरिङ गरे के अल्केनमा एउटा बन्ड हुन्छ 1 नम्बरमा त्यसपछि अल्किनमा दुईवटा बन्ड हुन्छ 2 नम्बरमा अनि अल्काइनमा कतिवटा बन्ड हुन्छ तीनवटा बन्ड हुन्छ 3 नम्बरमा भनेपछि 3 नम्बरमा के हुन्थ्यो -2 हुन्थ्यो 1 नम्बरमा के हुन्थ्यो +2 हुन्थ्यो अनि बीचकोमा मैले जहाँ भनेको दुईवटा बन्ड हुन्छ नि त्यो दुईवटा बन्ड हुनेमा चाहिँ +2 पनि हुँदैन -2 पनि हुँदैन यसमा चाहिँ CnH2n दिएको छ CnH2n दिएको छ CnH2n दिएको छ +2 पनि छैन -2 पनि छैन बीचको भनेको 2 नम्बर 2 भनेको दुईटा बन्ड भएको दुईटा बन्ड भनेको के हो दुईटा बन्ड भएको अल्किन अल्काइन अल्किन के हो अल्किन हो के हो अल्किन हो के हो यो अल्किन अनि कुन प्रत्यय लाग्छ त अल्किन कुन प्रत्यय लाग्यो पछाडी लाग्ने उपसर्ग भनेको अगाडि लाग्ने प्रत्यय भने पछाडी लाग्ने परे बोले कुन प्रत्यय लाग्यो एन लाग्यो त्यसकारण यसमा चाहिँ हामी किन राइट लगाउनु पर्यो भन्दा एन मा राइट लगाउनु पर्यो ल अर्को क्वेशन अल्किनको सामान्य सूत्र लेख्नुहोस् अब अल्किनको सामान्य सूत्र हामी आधा चिनेर +2 अल्किनको सामान्य सूत्र आधा चिनेर हामी +2 लेख्दिन सक्छौं CnH2n +2 सक्यो हो मिथाइल अल्कोहलको आइयुपीएच नाम के हो गरे सुजन मिथाइल अल्कोहलको आइयुपीएच नाम मिथानोल हो के हो मिथानोल हो मिथाइल अल्कोहल मिथानोल इथाइल अल्कोहल इथानोल हैन ल ठीक छ अनि एसिटाइलिन भने के हो एसिटाइलिन त्यसको क्वेशन नि एसिटाइलिन भनेको यही हो यो एसिटाइलिन यही हो मैले त्यहाँ के लेखेको थिएँ तिम्रो कापीमा हेर स्ट्रक्चर हेर्न एसिटिलिन्स लेखेको थिएँ मैले एसिटिलिन्स भन्नु र एसिटाइलिन भन्नु एउटै हो यो एसिटिलिन्स हो एसिटाइलिन भने के हो किन याद रे एसिटाइलिन भने के हो एसिटाइलिन भने के हो त भन्दाखेरि एसिटाइलिन भने के हो अल्काइन हो हैन त्यो हो अल्काइन हो एसिटाइलिन भने के हो यो अल्काइन अथवा अल्काइनलाई एसिटाइलिन भनिन्छ अल्काइनलाई के भनिन्छ एसिटाइलिन एउटा अल्काइनको सदस्य हो एउटा अल्काइनको के हो यो सदस्य हो है तीनवटा बन्ड भएको के भएको तीनवटा बन्ड भएको असंतृप्त हाइड्रोकार्बनलाई एसिटाइलिन भनिन्छ केबाट बनेको इथेनबाट बनेको सरी केबाट बनेको इथेनबाट बनेको इथेनबाट बनेको दुईवटा बन्ड भएको सरी तीनवटा कतिवटा तीनवटा बन्ड भएको असंतृप्त हाइड्रोकार्बनलाई के भनिन्छ एसिटिलिन भनिन्छ अथवा एसिटाइलिन भनिन्छ ठीक छ बुझ्या छ बुझे नै ल त्यसपछि अर्को इथाइल अल्कोहलको आइयुपीएच नाम के हो गरे पहिले लेख्नु क्या इथाइल अल्कोहलको आइयुपीएच नाम के हो गरे मैले पढाएको भन्थे इथाइल अल्कोहलको आइयुपीएच नाम इथानोल हो के हो इथानोल हो अनि त्यसपछि अर्को संतृप्त हाइड्रोकार्बनका कुनै दुईवटा उदाहरण हो संतृप्त हाइड्रोकार्बन असंतृप्त हाइड्रोकार्बन र
संतृप्त हाइड्रोकार्बन भनेपछि के सम्झिन्छौ तिमीहरू कसरी छुट्याउन सक्छौ संतृप्त र असंतृप्त के आधारमा छुट्याउने भनेको थिएँ मैले बलका आधारमा यदि एउटा मात्र बढ्न छ भने त्यो संतृप्त हाइड्रोकार्बन हो दुईटा वा तीनवटा बढ्न छ भने त्यो चाहिँ असंतृप्त हाइड्रोकार्बन हो भने अब हामीले यहाँ संतृप्त हाइड्रोकार्बनको दुईटा उदाहरण दिए भनेको छ अब एउटा मात्रै बढ्नु भएको त को हुन्छ भन्दाखेरि त्यही इथेन मिथेन प्रोपेन ब्युटेन पेन्टेन हेक्सेन एल्केन अल्केन नन पेन्ट अक्टेन भनेको थिएँ मैले तिनै हुन् त्यसकारण दुईटा एक्जाम्पल लिएको भनेपछि इथेन मिथेन प्रोपेन ब्युटेन जे लेख्दै पनि भयो के दुईटा लेख्दिनु इथेन मिथेन प्रोपेन ब्युटेन पेन्टेन हेक्सेन एल्केन हैन नन पेन्ट अक्टेन भनेको थिएँ मैले हो ओके छ लेख्नु छ संतृप्त हाइड्रोकार्बन भन्ने तिनै हुन् त्यसपछि आइयुपिएसी को पूरा रूप यो चाहिँ लेखिहालिन्छ मैले त्यहाँ क्वेशन तिमीलाई दिएको थिइनँ अनि आइयुपिएसी को पूरा रूप के गरे कसले जान्छ गरे हात उठाउ त आइयुपिएसी को पूरा रूप कसले जान्छ फुल फर्म पूरा रूप कसले जान्छ आइयुपिएसी को पूरा रूप आउँदैन आउँछ कि आउँदैन के पढ्छ तिम्रो घर हैन मात्र तिमीलाई इंटरनेशनल यूनियन ऑफ प्योर एंड अप्लाइड केमिस्ट्री हो त्यसले लेखेको छ पढ्दै गर्दैन यति गर्नु पर्दैन अब यो मेरो गल्ती हो हैन संतृप्त हाइड्रोकार्बन भने त्यो हाइड्रोजन माथि त्यसपछि क्लोरोफर्म बनाउन प्रयोग गर्ने हाइड्रोकार्बनको नाम के हो भन त क्लोरोफर्म बनाउन पत्तो त गर्नु छ किताबमा त गर्नु क्लोरोफर्म बनाउन के बनाउने क्लोरोफर्म अहिले क्लोरोफर्म बनाउने क्लोरोफर्म बनाउन प्रयोग गर्ने हाइड्रोकार्बन कुन हो मिथेन हो ठीक छ हेर्दा मिथेनमा क्लोरोफर्म बनाउन प्रयोग गरिन्छ भनेको छ मिथेन हेर त क्लोरोफर्म बनाउन प्रयोग गर्ने कुन हो मिथेन हो ठीक छ क्लोरोफर्म गराउनु मिथेन हो ठीक छ ल 6-7 वटा या कतिवटा पार्ट छ यो विज्ञानमा हैन पासै हुनलाई 6-7 वटा पार्ट मज्जाले कन्ट्रोल गरेर पुग्छ के मज्जाले 6-7 वटा पार्ट मात्रै पढ्ने हो भने पास भइन्छ अरु पार्ट हेर्दिन भने पनि हुन्छ के पास हुनलाई यस्तो कुरै छैन नि तर त्यो 6-7 वटा कन्ट्रोल गर्नेले सबै किताब मज्जाले जान्न सक्छ मैले याद है कि अब टाइमै नभए 15-20 दिन मात्रै छ भने सबै किताब पढ्न सकिन्न भन्ने हो त्यो त वर्षै मागिन्छ अझै 4 महिना मागिन्छ कोर्स अब रसायन विज्ञान मात्रै अझै एउटा पाठ मागिन्छ हो कि नै दशैं तिहार पछि त पढाइ हुने भने दशैं तिहार पछि पढाइ हुने भने अब तिम्रो कोर्स पनि अब दशैं तिहार पछि वर्ष बेलुका 4 देखि 5 बजे दोहोरो हुन्छ कोही आए आउँछ नआए नआउँछ अब दुई दोहोरो पढाएर भ्याउने दुईपल्ट पढाएर भ्याउने अनि उता टाइम बच्यो भनेपछि that is for revision त्यो चाहिँ रिभिजनको लागि हुन्छ ओके ल क्लोरोफर्म बनाउन प्रयोग गर्ने हाइड्रोकार्बनको नाम के हो मिथेन ग्लिसरलको संरचनात्मक सूत्र लेखी एउटा उपयोगिता लेख्नु भनेको छ ग्लिसरलको संरचनात्मक सूत्र यहाँ लेखेको छु यो तलको हो ग्लिसरलको अनि यसको उपयोगिता पनि होइन भइसक्यो सबै भइसक्यो के अनि स्पिरिट ल्याम्पमा प्रयोग गर्ने अल्कोहलको नाम लेख स्पिरिट ल्याम्पमा प्रयोग हुने स्पिरिट ल्याम्पमा प्रयोग हुने अल्कोहलको नाम मिथाइल अल्कोहल हो ठीक छ मिथाइल अल्कोहल हो यसको संरचनात्मक सूत्र लेख्न सकिन्छ मिथाइल अल्कोहलको संरचनात्मक सूत्र लेख्न सकिन्छ मिथाइल अल्कोहल केबाट बन्छ मिथाइल अल्कोहल मिथेनबाट बन्छ केबाट बन्छ मिथेन भनेपछि एक नम्बर पर्छ एउटा कार्बन हुने भयो के हुने एउटा कार्बन हुने भयो अब यहाँ एउटा मात्र ओएच हुन सक्छ के यो मिथाइल अल्कोहल मिथेनबाट बन्ने एउटा ओएच हो मिथाइल अल्कोहल ठीक छ ल अनि अर्को कस्ता हाइड्रोकार्बनलाई पाराफिन भनिन्छ कस्ता हाइड्रोकार्बनलाई संतृप्त कि असंतृप्त संतृप्त के हुने रासायनिक प्रतिक्रियामा के हुने कम सक्रिय हुने संतृप्त हाइड्रोकार्बनलाई पाराफिन भनिन्छ देखाएको छ यो किताबमा दिएको यौगिकको नाम र एउटा उपयोगिता लेख भनेको छ हो दिएको यौगिकको नाम के हो भन त मलाई
मिथाइल अल्कोहल हो। के हो यो मिथाइल, इथेनबाट बनिएको छ मिथाइल अल्कोहल हो कि नै? यसको उपयोगिता भन त। मिथाइल अल्कोहल के काममा प्रयोग हुन्छ? स्पिरिट ल्याम्पमा प्रयोग हुन्छ। अन्य